आज चाहिँ हामी नाकथान घुर्मी बजार हुँदै नाकथान खोला बातुरा खोलामा केटाकेटी हामीहरू न्यु इयरमा चाहिँ अब कहाँ घुम्न जाने भन्दाखेरि केटाकेटीहरू सबै हामी सरलाईको जम्मा भएको कोही ओखलढुङ्गा मानि भन्दैनको र घुर्मीको बच्चाहरू सँगै हामी बातुरा खोलामा पुग्यौँ। यहाँ एकछिन गाडी रोक्यो, मेरो छोरी चाहिँ झर्न खोज्दै थियो हेर्नु न, एक नम्बर सुसुसी टाउकोमा अनि हामी सबैजना झर्यौँ। केटाकेटीहरू पनि रमाउँदैछन्। हामी पिकनिक खाने जस्तो ड्राई पिकनिक जस्तो लिएर गयौँ। बच्चाहरू सबै हामी 5वटा छोराछोरीको सबै बच्चाहरू चाहिँ मेरो कान्छी भाउजू हुनुहुन्छ, मेरो छोरी गर्दैछ, मेरो एउटा मेरो पट्टिला गर्दैन र मेरो बहिनीको छोरी। अनि हामी गाडी आइरहेको सबै केटाकेटी लिएर हामी हिँड्दै तल गयौँ। गाडीको गाडी पाहाड हिँड्ने गाडी यस्तै हो। हाम्रो काले भाइ माछा पनि मार्ने भनेर हाम्रो आमालाई दुधहरू ल्याएको र केटाकेटीहरू सबै हिँड्दै हिँड्दै माछा मार्दै गेक्रा माछा देख्दा सबै केटाकेटी उकालो लाग्छ। र यहाँ मेरो छोरो माछा मार्दैछ, सबै केटाकेटीहरू माछा मार्दै उकालो जाँदैछन्।